के छ सबैजनालाई आज चाहिँ मैले हजुरहरूलाई सिकाउनेवाला छु कोल्ड कफी कसरी बनाउने घरैमा। आजकल गर्मीको मौसम छ र बहुत गर्मी भएको कारणले हामी चाहिँ शीतल गराउनुपर्छ अनि कोल्ड कफी भेरी इम्पोर्टेन्ट हो त ल। अब सबैभन्दा सुरुमा हामीलाई के चाहिन्छ भन्दा हजुरलाई मैले सामग्रीहरू भन्छु। सबभन्दा सामग्री चाहिने भनेको यस्तो बोतल, यस्तो एउटा बोतल भयो भने त ढक्कन हुनु पऱ्यो र सो गाइज हामीलाई एउटा 1 टीस्पुन अफ कफी, यो चाहिँ ग्राइन्ड कफी के अरे कफी पाउडर हो र राम्रो कफी राख्ने। अझैले अनि बोतलमा किन राखेको कोल्ड कफी बनाउन भनेर है ल ल कफी चाहिँ भयो है त। राम्रो बोतल चाहिँ यस्तो देखियो। अब यसमा चाहिँ चिनी हालौँ। सो अब चाहिँ यसमा चिनी हाल्ने थोरै है त। हजुरलाई कति मनपर्छ? मलाई त बहुत थोरै मनपर्छ, यो थोरै चिनी खान्छु। यस्तो चिनी हाल्ने ल, चिनी नि भयो। सो अब चाहिँ हजुरलाई के चाहिन्छ भन्दाखेरि हाम्रो यो बोतलमा चिनी र कफी गइसक्यो, यसमा चाहिँ अब पानी चाहिन्छ। पानी रे के गरे खै यसले भन्नुहुन्छ होला। ल पानी यति भइ पुग्छ। अब ढक्कन लाउने राम्ररी अनि मिक्स हाल्ने। अब जादु देखाउँछु हजुरलाई मैले है त। राम्ररी प्याक मिक्स है त। बहुत खतरा मिक्स। यहाँ हेर्नुहोस् के हुँदैछ, यहाँ के हुँदैछ। सो गाइज हाम्रो यो कफीको फिज रेडी भइसकेको छ, यसलाई यहीँ राख्नु भयो। अब हामीलाई के चाहिन्छ? अब हामीलाई दुध चाहिन्छ। दुध यहाँ छ र आइस। कोल्ड कफीमा आइस मिलाएर के मजा आउँछ र ल है त। आइस हालौँ है त, आइस हालौँ। सो मस्तै यहाँ कोकको यो छ, यो चाहिँ पर्फेक्ट हो खानालाई। सो यहाँ कोकको राखौँ र हामीले आइस निकाल्छु त मैले। सो गाइज मैले खाने आइस जमाएर राखेको हुन्छु यसरी। र गाइज हामीसित आइसको टुक्रा भइसक्यो। आइसको टुक्रा यहाँ हाल्यो। सो हल्का ठुलो सानो है। आइस भर के हाल्ने, आइस बहुत धेरै हाल्ने आइस। फेरि कुरा हाल्नु ल। हाम्रोमा यहाँ आइस भइसक्यो है त। अब हाम्रो यो के छ नि, जुन हामीले मिक्स गरेको थियौँ त्यसलाई अब यहाँ हालौँ कफीमा। सो अब चाहिँ हामीले के गर्नुपर्छ, यो छ नि योमा अब यो अलिक अझ मिक्स गरेर यसरी हालिदिउँ है त। ल है त। ए बाहिर नि पच्छु यहाँ हजुर नचाउँदा। ए टेक्स्चर हेर्नु गाइस, टेक्स्चर। अब यसैमा दुध हालौँ। दुध माथिबाट हाल्नु पऱ्यो अन्त पारा। अब है त फेरि मिक्स हान्ने। अब यो लुक एट दिस गाइज, ओ माई गुडनेस। ल हेर्नु त हाम्रो कोल्ड कफी रेडी छ। सो गाइज मेरो रेसिपी कस्तो लाग्यो भन्नुहोस् र पक्कै ट्राई गर्नुहोस्। अनि यसमा चाहिँ हल्का मिक्स गरेर एकैछिन हल्का यसरी घोल्नुहोस् है। ट्राई गरौँ त। बब्बा गाइज।